हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल, वेलकम ब्याक टु माई न्यू भिडियो। र यो भ्लग चाहिँ के हो भन्दाखेरि चाहिँ खासमा चाहिँ कसरी बनाएको थिएँ भन्दा चाहिँ मैले अपलोड गरिदिने यत्तिकै त्यो हावातालमा यत्तिकै कि अपलोडै गरिदिने यत्तिकै कहिलेकाहीँ त्यो मेमोरिजहरू हुन्छ भनेर चाहिँ बनाएको थिएँ भ्लग के भनेर र यत्तिकै मिलाएर पोस्ट गरिदिन लागेको छु। सपोर्ट गरिदिनु होला। अब चाहिँ भ्लगहरू आइरहेको छ, त्यही हो भिडियो हेर्नुलाई त। हामी सब यसी दिनलाई सबजना छन् यतातिर हाम्रो साथीहरू। हामी यसी दिन जाँदैछौँ तर हामीलाई बाज छैन। यसी कर्छ ढुक्क, त्यो त थाहा कुरा हो। यसीको चिन्ता हामीलाई केही छैन कि चिन्ता छैन। म त आनन्द यसी गर्छ ढुक्कबाट होइन। म अब जान्छु विज्ञानको अब गएर पढ्नुपर्छ। अब त्यही हो हाम्रो पारो यस्तै छ। गाडीले यति धोका कसैले देखेन जति गाडीले दियो क्या होइन। अब चाहिँ हामी जान्छौँ। सब यहाँ चाहिँ सब पास हुने खाले खन् कहाँ हिँड्ने चाहिँ सब पास हुने। यो फर्स्ट इयर सेकेन्ड इयर थर्ड इयर फोर्थ इयर फिफ्थ म चाहिँ लास्ट हो। हामीलाई लिन चाहिँ उता मैले अटो मगाएको थिएँ, अटो नि आयो। त्यही पछाडिबाट आउँदै छन् अरू मान्छेहरू होइन। चाहिँ यतिकै जानुपर्ने हुन्छ। हाम्रो अटो नि आइसकेको छ। मेरो अटो नि अगाडि कता गुल्टेला झै गर्दै आइछ। पछि जाँदैछौँ के हामी जाँदैछौँ यासी दिनलाई। कति भन्नु यासी दिन नि यासीले रुवाइसकेको छ हामीलाई। यो अचितहरू यहाँ रहेछन् क्या। अझै हामी जाँदैछौँ रोग नि हामीलाई। A few moments later. को कति हो यहाँको यो वाल टी/40 यहाँ 6 दिनलाई थाहा हो जे के ए 40 छैन 45 53 ए त्यो 53 1000 53 1000 53 लाख 53 लाख यस्तो नहरि 53 लाख लाग्यो छुट्टे जा रहे 53 लाख 53 लाख 53 लाख पिछे छ चाहिँ हामी यहाँ कारखाना डाएर बसिसकेको छौँ। यहाँ चाहिँ हामी समय यस्तो छिलपारामा छौँ। अझ सबजना सुतिसकेको छन्। हामी यहाँ केटाहरू छन् यता हल्का फुल्का केटाहरू छन्। कोही कोहीले पढ्दैछन्। अब पढ्नु पर्ने हामी यस्तो हेभनमा छौँ। यहाँबाट खस्यो भने त मान्छे मर्छ फेसै। र गाइड मेरो चाहिँ म्यासेज आइसकेको छ मान्छेको। अब चाहिँ जानुपर्ने तल टक्क पारामा। अहिले चाहिँ हामी यहाँ सबभन्दा माथिको फ्लोरमा बसिरहेको छौँ। त्यही अब चाहिँ टक्क पारामा जानुपर्ने हुन्छ। आगे यता चाहिँ यता पछाडिदेखि पछाडिको भ्यू हेर्नु देखियो अघि मलाई पनि थाहा छैन है। मैले यतिको हच्छ भनेर आएको थिएको। क्या भ्यू आ रहा है, इतना अच्छा भ्यू आ रहा है। किधर क्यों इतना अच्छा आया। मैंने बोला था क्योंकि ये लोग सभी अच्छा है इसलिए ये व्यू भी अच्छा आया है। मेरे को भी हिंदी तो नहीं आता है और हल्का हल्का सीख रहा था। अनि मैं इधर जा रहा था अनि ब्लॉग बनाया था। अब मैं जाऊँगा या सीखने के लिए अनि फेल करके आऊँगा। हस् ओके धन्यवाद यहाँ समय हेर्नुको। थैंक्स फॉर वाचिंग माई वीडियो। डोंट फॉरगेट टू लाइक शेयर एंड सब्सक्राइब टू माई चैनल। हम नेक्स्ट वीडियो में भेटना चाहते हो कि नहीं चाहते हो तुम मेरे को मैसेज कर दो। ये बोला मेरे का ये मैं सर को पठा दूंगा तुमको। इधर कौन सूत रहा है भूख रहा है अनि त्यही हो गाइज। मेरो चाहिँ उहाँ छ ढड्डाहरू। जब चाहिँ हामी उठेर अनि कपडा सपडा लाएर बसिसकेको छौँ। अब चाहिँ हाम्रो यासी सुरु हुनेवाला छ। यस्तो दामी छ भ्यू देख्न सक्नुहुन्छ। यो चाहिँ यहाँ अब चाहिँ हामी जानुपर्ने हुन्छ तल चाहिँ खानासाना खाएर चाहिँ अनि जानुपर्ने हुन्छ। 8 बजेर सुरु हो। अहिले चाहिँ 7:30 हुन लागेको 7 बजी सक्न लागेको छ। देन अब चाहिँ हामी जानुपर्ने हुन्छ तलतिर। अगाडि चाहिँ म हिँडिरहेको छु यत्तिकै। केटाहरू अगाडि केटा सबै केटाकेटी मिलेर चाहिँ हामी यत्तिकै डुल्न आइरहेको छौँ। किनभने भोलि नेपाली इक्जाम छ नि त। सो त्यही भएर चाहिँ हामी
जाँदैछौँ एकमा पुगिसकेका तिनीहरू म गाई यहाँको म भिडियो देखाउँछु अब चाहिँ लाग्दैछ सट्ट पारामा जाँदैछ टक्क पारामा यहाँ केटी भेट्नलाई र त्यही हो अब चाहिँ हाम्रो यहाँ केटीहरू उता चाहिँ उता छन् हाम्रो र देख्न सक्नुहुन्छ अब चाहिँ हामी जान पर्यो हुन्छ टक्क पारामा अब चाहिँ यस्तो दामी छ नि हाम्रो पारा भोलि नेपाली छ त्यही भएर हामी पारा भिडियोहरू छन् अब चाहिँ त्यही हो अब चाहिँ हामी सायद उहाँ माथि देखेको मन्दिरमा जान्छौँ होला त्यही हो गाइज अब चाहिँ जान पर्ने हुन्छ हामी सबजना मिलेर चाहिँ यस्तो घाम अहिले सनसेट चाहिँ यस्तो दामी देखिन्छ सनसेट हो कि सनराइज मलाई थाहा छैन अब चाहिँ भनेर चाहिँ खतरा खतरा देखाउँछु मैले हजुरहरूलाई हामी यत्तिकै बसिरहेको छौँ घाम देख्न सक्नुहुन्छ कस्तो दामी भ्यू छ केटाहरू चाहिँ यता छन् सबजना आज नेपालीको इक्जाम रहेको छ भोलिबार चाहिँ यस्तो पढ्नुपर्छ केटा हेर चट्ट पारामा यत्तिकै आइरहेको छौँ डुल्नलाई पर्सि चाहिँ हाम्रो म्याथ रहेको छ भोलि चाहिँ इक्जाम भोलि चाहिँ इक्जाम छैन किन भन्दा बिदा हाम्रो कार्कुनेटाको भ्यू जान सक्नुहुन्छ जस्तो यो र म मात्र आएको चाहिँ हामी यत्तिकै खेलिरहेको छौँ त्यही हो गाइज अब चाहिँ हामी आइसकेको छौँ हाम्रो स्थानमा ओहो यो अन्त ओए यहाँ त बन्द रहेछ होइन पुरै यहाँ चाहिँ बन्न लागिरहेको रहेछ क्या हामी आएको चाहिँ उहाँ तलबाट हो आएर त्यहाँ बहिनी बोलाउने बेला मात्र हुनु बाँकी छ यिनको अब चाहिँ हामी जान पर्ने चाहिँ यो अन्त यार पढाइ भनेको लैराकेर अब चाहिँ हामी जाँदैछौँ भोलि चाहिँ हाम्रो बिदा रहेको छ सक्नुहुन्छ कुर्तालाई कि माया कुर्तालाई वा गाई चाहिँ हामी उठिसकेको छौँ जताबाट र आज चाहिँ रहेको छ सेकेन्ड लास्ट देखाएको चाहिँ र यस्तो छ बाह्र केटाहरू सुतिरहेको छ यहाँ यस्तो आयो छ एउटा आहा आज हाम्रो स्कुल चाहिँ त्यही रहेको छ सेन्टर चाहिँ त्यही कार्कुलेटर हाम्रो कार्कुलेटर परेको छ त्यही गाइस अब चाहिँ भोलि चाहिँ घर जाने हो र आज सेकेन्ड लास्ट थियो आज चाहिँ गाह्रो सब्जेक्ट छ भनौँ किनभने यस्तै हो अब पढ्नु परिहाल्यो अब त्यस्तै हो यस्तो छ हालत देख्न सक्नुहुन्छ हाम्रो स्कुलको हालत यस्तो यस्तै छ हालत र गाइज आज चाहिँ हाम्रो इक्जामको फाइनल दिन रहेको छ केटाहरू यस्तो जाँगाले पढिरहेको छ यहाँ चिट देख्न सक्नुहुन्छ हाम्रो चिट र अब चाहिँ हामी म चाहिँ जाँदैछु बुझ्नलाई टक्कबाट अब चाहिँ ए भाइ यो के आएर हो यस्तो ए बेजत अब चाहिँ जानुपर्ने हुन्छ केटाहरू उठेर हेर भाइ त हेलो खोइ त नि उस भाइरस डोन ल है ल ताते है केटा अझै बिहानै उठेर हामीले आज पढिरहेको आज लास्ट दिन रहेको छ एकदम भइरहेको छ आज लास्ट दिन आज चाहिँ घर नि 6 बजे होइन आज चाहिँ 4 बजे उठेर पढ्छ आज लास्ट इक्जाम रहेको छ र त्यही अब चाहिँ केटाहरू गाडी चाहिँ धेरै रुम्दा त्यसैको रुम छ उठ उठ यस्तो पढाउँदा हँसी ज्ञानी हो हामी यहाँ बसिरहेको यहाँ चिज बनाउँदैछन् कुनैले यहाँ पढ्दैछन् यस्ता पढाउँदा 3 days later. गाइज यहाँसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई र त्यही हो र सपोर्ट गर्नु नबिर्सिनु होला चाहिँ एकदम निद्रा लागिरहेको छ त्यही हो र मैले लास्टमा चाहिँ इन्ड गर्नै पाइनँ भ्लग त्यस्तै भयो अनि घरहरू पनि थाकेको थिएँ बल्ल आज इन्ड गरेर आएको छु र यहाँसम्म हेरिदिएकोमा धन्यवाद र थ्याङ्क्स फर वाचिङ माई भिडियो डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब टु माई च्यानल अब चाहिँ बवाल भ्लग हाल्ने ट्राई गर्दैछु र बाई बाई जय नेपाल।